साथीहरु सम्पूर्णमा चाहिँ एकदम नमस्कार है। म चाहिँ के भन्न गइरहेको नि यहाँ धनगढीको भ्यू चाहिँ हजुरहरूलाई म एकदमै खतरा तरिकामा देखाउँछु। त्योभन्दा पहिला हजुरलाई यहाँका सबै सुकुम्बासीहरू हटाइदियो तर धनगढीमा मेरो रुमको ट्याक्कै अपोजिट साइडमा दुईटा घरहरू रहेका छन् कि दुईटा हैन। यस्तो हल्ला गर्ने यहाँका छोराछोरी कहाँ कुन कसले बनाएर रहेछ भन्ने हो कि यिनीहरूलाई मतलब घरहरू चाहिँ यहाँ दुईटा मात्रै छन् कि अरू उताबाट सबै छन् तर दुईटा मात्रै यति हल्ला गर्छन् कि अब यहाँ यस्तो छन् कि अब देशीहरू हुन् कि कुन त्यो चाहिँ थाहा भएन होइन मलाई। अरू चाहिँ धनगढीको भ्यू चाहिँ मेरो रुमबाट मेरो घरभन्दा नि अब घरबेटीको घरबाट चाहिँ एकदमै खतरा देखिन्छ क्या। हेर न पोइन्ट अफ भ्यू जति पनि छ नि होइन एउटै हेर न सर तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ पुरै उता चाहिँ यो चाहिँ एकदमै खतरा स्कुल हो अरे यो चाहिँ। भनेपछि यहाँदेखि हजुर त्यहाँदेखि सबै एकदमै सोलुट खतरा भ्यू कस्तो लाग्यो भ्यू धनगढीको भ्यू है यो चाहिँ। धनगढीको चाहिँ सबै भ्यू आउने गरी जति पनि छ नि भ्यू आउने भनेको यही मेरै रुमबाट हो है एकदमै। यो चाहिँ मेरो यहाँदेखि पछाडि त अब हजुरहरूले देख्न सक्नुहुन्छ यहाँ इन्डियाको साइडतिर हो होइन यो चाहिँ। यहाँ साइडतिर पुरै धनगढी छ पुरा घाम लागेको मतलब पानी परेको दिन चाहिँ एकदमै बादल लागेर खतरा इन्ट्रेस्टिङ खतरा देखिन्छ पहाड जाने बाटो नि देखिन्छ। तर आज चाहिँ यत्तिको देखिरह हजुरलाई कस्तो लाग्छ धनगढी कमेन्ट चाहिँ गर्नु होला है त।